साह्रो गरम हो। 17 साल बाद आफ्नो गाउँ आए जस्तो मलाई अनुभव भयो क्या। यहाँनिर दाजुको एउटा दोकान थियो, त्यहाँ चिसो ढुङ्ग्रो पहिला हामी खान्थ्यो है। हाम्रो यहाँको संस्कृति एउटा ढुङ्ग्रो भन्ने क्या। दाजु दाजु भाइ के भयो भाइ? मधिसेमा छ त हौ। मधिसे रे? तेरो बाउले नाम राखेको थियो मलाई, नामकरण गरेको थियो। अब एकपल्ट भने सोचे तेरो म के गर्छु भनिदिइहालेको छु फेरि। मधिसे रे मलाई। अनि यहाँ त एकजना दाजु थियो त। थियो पहिला, अब म लेख्छु यहाँ, मैले लेखिसकेको छु यहाँ। के खान्छौ तिमी भन भाइ? के पाउँछ हाम्रो संस्कृति यहाँनिर? खै खाजा भुजाहरू के छ? सब पाउँछ भाइ, ढुङ्ग्रो पाउँछ यहाँ, ढेँडो मासु भात सब पाउँछ यहाँ। तर मधिसे पारामा पाउँछ भाइ। के खान्छ तिमी भन भाइ? सबै बेचिसकेछ, सबै बेचिसकेछ हाम्रो पुर्खाहरूले यो। अब चाहिँ यही मधिसेहरू पनि निराश हुने रहेछ। एक दिन पहाडमा दुःख लाग्यो मलाई क्या, दुःख लागेर आयो। 17 साल बाद म आएको। यहाँनिर एकजना दाजु हुन्थ्यो। आजको दिनमा यो मधिसेहरू सबैले यहाँनिर घेरिसकेछ। मधिसे मधिसे नभन हो, हामीले किनेको जग्गा हो यो। हामीले तिम्रो पुर्खा बाजेबाट हामीले किनेको जग्गा हो, हामीले जितेको जग्गा हो यो। तिम्रो नेताले बेचेको जग्गा हो यो। तिम्रो थियो पहिला, तिम्रो थियो पहिला जमाना, अहिले छैन जमाना। तिमी त्यस्तो छ। के खान्छौ तिमी? ढुङ्ग्रो खान्छौ? नेपाली ढुङ्ग्रो तर मधिसे पारामा दिन्छु, खान्छौ तिमी? ढेँडो छ, पुरा सब छ यहाँ। के खान्छौ भाइ तिमी भन न? मधिसे मधिसे नभन। फेरि दुःख लाग्यो क्या। हेर आज हाम्रो ओक्ली बेचिसकेछ, झापो बेचिसकेछ। यो हाम्रो पौराणिक इतिहास लेख्यो जुन चाहिँ गोर्खाको एउटा चिन्ह थियो, सबै बेचिसकेछ। किन नबेचोस् त अन्त? के छ अरे भन त तिमी? कति धन हो? ढेँडो छ, झोल छ, केनामा छ, गुन्द्रुक छ। के खान्छौ तिमी भन न पहिला? भयो 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 मलाई के हो, म त्यो शब्दले नै म अगाएँ क्या। मलाई त्यो इच्छा मेरो मरेर गयो होइन। मलाई भयो, म अगाएँ, म गएँ। भाइ